रात परिसक्यो बल्ल बल्ल तिम्रो माइत आयो यो तिम्रो माइत भन्दा बरु त छिटो त लङ्का हुन्थेन लङ्का छिटो होइन तिम्रो माइत भन्दा हैन हात तिरेको हो कति फु 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 गरी छिटो पकान हो हात भोक लागिसक्यो यार एउटा ग्यास नकिनी भएन अब साह्रै दुःख भयो के अरे छिटो गर पकाउँदैछु त नि बाबा पो हुनुहुन्छ बाबा नमस्कार ससुराबुरा हे ल नमस्कार सासुआमा बाबा नमस्कार हो बते हो अचानक राति उदो छोरी ज्वाइँ पो आइपुगेछ खाना के दिनुपर्ने यिनीहरूलाई भाले त छ नि कुखुरा त छ तर घरमा बाडी रहेछ अहिले मासु खानु हुँदैन अब त्यही सागको झोल होला बसौँ 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 मिट मसला बिना नि चल्छ पापा तर मासु चाहिँ हुनुपर्छ है बुढा हाम्रो त मन पनि मिलेको है सबै लु अब यहाँ बसा बसा तिम्रो घर नबिर्स न मासु चाहिँ हुनु पर्यो नि त मलाई हामीले त मासु हो मिट भनेकै त मसला मासुमा हाल्ने मसलालाई मिट मसला भन्दैन जसरी तिम्रो सागको झोलमै हो है बुढी कसो पऱ्यो भने तिते कराइलाको झोलमा पर्छ हौ छोरी ज्वाइँ त खाएको कुरा त भाउ बरे एकछिन तिमी बाहिर आऊ त कुरा त तिमीसँग बातचित गर्नुपर्ने छ बाहिर गइदिन त कहाँ गएको हेर गराइन होला अलिक फेगन लागेछ नि मासु त जसरी पनि खानै पर्यो हो बुढी यो खुट्टाले साह्रै बिजाउँछ होला भराइ बेलुका मेरो बुढा कम्ता बाटो छ कसै जे कुरा गरे नि बब्बाल गर्छ आम्मा तिम्रो बुढा पो त औ बुढी भागा न छोरी ज्वाइँ त कहाँ कति साह्रो परेछ हौ मेरो औ यहाँ ल्याऊ